सरल सहयात्री पौडेल समय 17 मिनेट, त्यसपछि माननीय सुरेन्द्र राज गोसाई। सभामुख महोदय, बजेटको हिसाबले खराए जत्रो यो प्रदेशलाई 2/3 जनमतद्वारा निर्वाचित सिंहराजले प्रदेशै कसरी खाने भनेर प्रपञ्च रचिरहेको बेलामा यो प्रदेशको भन्दा देशकै बढी कुरा गरौँ कि जस्तो नि लागिराखेको छ र प्रदेश पनि यही बजेटसँग सम्बन्धित छ। यस्तो परिस्थितिमा हाम्रो प्रदेशहरूले चाहिँ यो संघीयतालाई बलियो बनाउनको निमित्त हामीले बजेटलाई कहाँनिर केन्द्रित गर्यौं भन्ने कुरामा अलिकति चर्चा गर्न जरुरी छ। हाम्रो प्रदेशको हैसियत बनाउने, हाम्रो प्रदेशको आत्मसम्मान बनाउने, हाम्रो प्रदेशप्रति आम जनताको भरोसा दिलाउने विषय भनेर चाहिँ हामीले बजेट मार्फत नै प्रस्तुत गर्नुपर्ने हुन्छ। विशेष गरी हामीले पुराना राजनीतिक दलका केन्द्रीय नेताहरूप्रति गहिरो आत्मसमीक्षा आफ्ना पार्टीभित्र गर्न पर्ने जरुरी छ। सँगसँगै सरकारप्रति हामीले सकारात्मक चुनौती दिनका लागि पनि हामीले आफ्नो प्रदेशको शान्ति सुरक्षालाई मात्रै पनि व्यवस्थापन गर्नको निमित्त सिम्बोलिक चुनौतीका रूपमा भए पनि हामीले प्रदेश प्रहरी निर्माणको सन्दर्भ यस बजेटमा आउनु पर्थ्यो। यो आएन। म यो मानेमा मध्य प्रदेशलाई म धन्यवाद दिन चाहन्छु। उसले प्रदेश प्रहरी गठन गर्ने उसले हिम्मत गरेको छ र संघीयतालाई केही न केही उसले अलिकति बाटो देखाउने प्रयत्न गरेको छ। मैले यसअगाडि पनि मन्त्रीज्यूलाई सोधेको थिएँ, यो डिजिटलाइजेसन हाम्रो प्राथमिकतामा आएको थियो, त्यो के हो भनेर। उहाँले डिजिटलाइजेसन नवप्रवर्तनमा आएको छ, यातायातको व्यवस्थापन गर्नेमा आएको छ, उतापट्टि चाहिँ कृषिमा आएको छ, यस्तो भन्नुभयो। मैले चाहिँ त्यो अपेक्षा गरेको थिइनँ। जुन सरकारसँग आजको दुनियाँमा डिजिटलाइजेसन सहितको डिजिटाइजेसन हुँदैन, डिजिटल मोडालिटीमा तथ्याङ्क हुँदैन, त्यसले गर्ने सुशासनको कुरा आधा चाहिँ कुरा मात्रै हुन्छ। हामी एकदमै घिसेपिटे मोडालिटीमा जान्छौँ। हामीलाई बार बार यसमा रोकिएको कुरा के छ भने केन्द्रले दिँदैन, उसले दिँदैन, त्यसले दिँदैन। संविधानको एकल अधिकारभित्र हामीलाई दिएको सूचीमा प्रदेशको तथ्याङ्क हाम्रो एकल अधिकार हो। जो केन्द्रसँग जोडिन पर्छ त्यतिमा जोडे हो। बाँकी डिजिटल अथोरिटी, तथ्याङ्कको अथोरिटी हामीले राख्नुपर्छ र हामीले त्यसलाई नियन्त्रण गरेर जानु पर्थ्यो भन्ने मेरो अनुरोध हो। यसमा बजेट छुटिएको जस्तो मलाई लागेन। र अर्को कुरा मैले पटक पटक उठाउँदै आएको, सञ्चारकर्मीहरूलाई अलिकति बिमा गरिदिने भन्ने त कार्यक्रम आएछ, तर यो बागमती प्रदेश राजधानीको प्रदेश हो। यो प्रदेशले आफ्नो प्रदेश देशमा चिनाउनु पर्थ्यो। त्यसको देशमा चिनाउनको निमित्त सञ्चार माध्यमलाई कति करोड लगानी हुन्छ एक वर्षमा। यहाँ भरि टनक्क राष्ट्रिय मिडियालाई यहाँ प्रस्तुत गरेर, हरेक हाम्रा समितिहरूमा राष्ट्रिय मिडियालाई राखेर उप्रति हाम्रो चाहिँ रिक्वेस्टै गरेर ल्याएर आवश्यक पर्दा कानुन बनाएर इन्भेस्टमेन्ट गरेर यो प्रदेशलाई देशसँग चिनाउनु पर्थ्यो। त्यस पछाडि बल्ल प्रदेशका कुराहरू सुनिन्थ्यो। हामी पनि अलिक तथ्याङ्क सबै हिसाब गरेर बोल्थ्यौँ, यी सबै कुरा बताउँथ्यौँ। त्यसकारण हामी को हो भन्ने चाहिँ हामीले नै आफूलाई सबभन्दा पहिले दोस्रो दर्जामा राखेका छौँ। यो बजेटमा आउनु पर्थ्यो, यो आएन। अब यो कुरा हामीले किन सचेत हुनुपर्छ भने, मैले अघि नै भने 2/3 सरकार संविधान खारेज गर्ने मार्गमा छ। ऊ भन्छ पहिले स्थानीय तहको सरकार गैर दलीय हुनु पर्यो। यो कुरामा मेरो पनि समर्थन छ, सफा नियतको भएदेखि। सँगसँगै के भन्छ, स्थानीय तहको सरकारको प्रमुख प्रदेश सभा खारेज गरेर प्रदेशमा आउनु पर्यो। ऊ प्रदेश पनि गैर दलीय बनाउन चाहन्छ। तेस्रो नम्बरमा ऊ चाहन्छ अब राष्ट्रिय सभा खारेज गर्नु पर्यो र चौथो नम्बरमा चाहन्छ यो देशमा संसद पनि खारेज गर्न पर्यो र एउटा निर्दलीय सरकार बनाएर राजा त कस्ता आउँछन् तर नयाँ प्रकृतिको नेपोलियनहरू चाहिँ जन्मिने खतरा मैले देखेको छु। यो बारेमा हामीले प्रतिवाद गर्न जरुरी छ।
लोकतन्त्रलाई लोकतन्त्रले सच्याउँछ, लोकतन्त्रको कुरूपतालाई लोकतन्त्रले नै सुन्दरता दिन्छ। लोकतन्त्रलाई राम्रो बनाउने कुनै अमूर्त शासकहरू, अमुक शासकहरूले, एउटा व्यक्तिले लोकतन्त्र न देश, त्यसलाई डोर्याएर एक्लै हिँड्न सक्दैन। संघीयताको मामलामा यो सरकार, अहिले केन्द्रको सङ्घको सरकारले आम जनतालाई राजनीतिक ठगी गरेको छ। मधेसमा गएर मधेसलाई के भन्यो? काठमाडौँ अधिकार मागेला नहीं जाए, घुमेला जाए पशुपति। सुदूरपश्चिममा गएर के भन्यो? सुदूर अब दूर नहीं, झिक्के झिक्के माया तमलाई। काठमाडौँमा खोला किनारमा गएर सुकुम्बासीलाई के भन्यो? तिमीलाई अब जग्गा हुन्छ। आज न सुदूरपश्चिमलाई झिक्के झिक्के माया तमलाई भो, न त्यो धनुषादेखि लिएर मधेसका आम जनसमुदायलाई अधिकारको कुरा गरिरहेछ, त्यो लुट्न खोजिराखेको छ। सुकुम्बासी बस्तीहरूलाई कीर्तिपुरको चाहिँ गर्मीमा लगेर जिउँदै जिउँदै टन्टलापुर घाममा जलाएर स्लो पोइजन खुवाएर उसलाई मृत्यु दिइराखेको छ। यही हो। ठगी धेरै प्रकारको हुन्छ, हत्या धेरै प्रकारको हुन्छ, हिंसा धेरै प्रकारको हुन्छ। यो प्रदेशले सम्बोधन गर्नु पर्थ्यो। त्यो सुकुम्बासीहरूको बारेमा हामी अलि बोलेनौं। त्यो सुकुम्बासी हाम्रा पनि हुन्, त्यो खोला किनारका सुकुम्बासी हाम्रा पनि थिए। मलाई के लाग्छ भने हरेक शासकहरूलाई एकपटक जिते पछाडि यो सबैले सिक्न पर्ने कुरा हो। पार्टी राजनीति जनतासँग जोडिएको हुन्छ, शासन सत्ता दम्भसँग जोडिएको हुन्छ। त्यो शासक त्यस्तो शासक हो जसले शासन सत्ता पाएर पनि घमण्ड आउँदैन। शासन सत्ता पाएको दिन म जहाँबाट हुर्केको हो त्यही खराब भन्नेहरूको प्रवृत्ति धुन्धुकारी प्रवृत्ति हुन्छ, जसले खराब आफूमा होइन, आफूलाई जन्माउने माता पितामा देख्दछ। खराब फलमा होइन, खराब वृक्षमा देख्दछ, जरामा देख्दछ, र त्यो जरामा खडा भएको आफूलाई उसले खराब देख्दैन। अस्ति एकजना संघका अर्थमन्त्रीले 2015मा यो सरकारले यो देशको डेट टु जीडीपी रेशियो 25% थियो, अहिले 43% पुर्याएको छ भनेर उहाँले यति मात्रै मिथ्याङ्क प्रस्तुत गर्नुभयो। वार्षिक बजेट 2047 सालमा 16.18 अर्ब थियो, 2063-64 मा 1.69 खर्ब थियो, र 2082-83 मा अहिले 21.14 खर्ब छ। जीडीपी 2047 सालमा 3.7 अर्ब अमेरिकी डलर थियो, 2063-64 मा 8.2 अर्ब र अहिले 45 देखि 46 अर्ब छ। सार्वजनिक ऋण 2.1 अर्ब अमेरिकी डलर थियो, अहिले 2063-64 मा 4.2 अर्ब थियो र अहिले 28.8 खर्ब पुगेको छ। पक्की सडक 23,000 किलोमिटरमा छ। कुल सडक सञ्जाल 7,000 किलोमिटर थियो, 62-63 मा 19,000 किलोमिटर थियो, अहिले हामी झन्डै 92,000 किलोमिटरको वरिपरिमा छौं। विद्युत जडित क्षमता 167 मेगावाट थियो, 62-63 मा 630 मेगावाट थियो, अहिले हामीसँग 4,105 मेगावाटको यो वर्षसम्ममा पुग्ने हाम्रो चाहिँ तथ्याङ्क छ। यो 35 वर्षमा केही भएन। यो 35 वर्ष सबले लुटेको हो र अस्ति 82-63 मा यो नयाँ सरकार बने पछाडि यो सब भएको, यो संघीयताले खाएको। अस्ति मात्रै नयाँ मन्त्री बने पछाडि आएको काण्ड, एउटा मात्रै हस्ताक्षर गर्दाखेरि आएको काण्ड 30 अरब घोटालाको चाहिँ काण्ड आएको। यो प्रदेशको बजेट अहिले हामी 67 अर्ब बनाउँदैछौँ जम्मा, अरू प्रदेशले त 40 अर्ब बनाउँदैछ। जम्मा 67 अर्ब सबभन्दा ठूलो बजेट बनाउने प्रदेशले दुनिया यो देश बिगार्ने गरी भ्रष्टाचार गरेको हो। यो देशको सबै अप्ठ्यारा जति यो संघीयताले गरेको हो। त्यसकारण मलाई लाग्छ यो भाष्य गलत छ, टोटली गलत छ। हामीले सारा तथ्याङ्कहरू 47 को हेरौं, 62-63 को हेरौं, 82-83 को हेरौं, यसमा डेभलपमेन्ट छ। तर हामीले योजनाबद्ध ढंगले त्यो डेभलपमेन्टलाई अझ एउटा चाहिँ लक्ष्य गन्तव्य बनाएर अगाडि जाने गरी हामी जान सकेनौं। यो हाम्रो चुनौतीको कुरा हो। यहाँ हामी कहाँ
कस्तो एउटा भाष्य जबरजस्त निर्माण गरे, आफूले गरे सब राम्रो। 16 वर्ष मुनिका बच्चाहरूलाई ड्रेस लाएर आऊ संसद भवन जलाउनु पर्छ भनेर लिएर जाने र आगो लगाउने। अनि 18 वर्ष मुनिका बालबच्चाहरू सबैलाई 35,000 बालबच्चालाई पार्टी सदस्यता दिने र आफ्नो विद्यार्थी हक हित, एजुकेसन हक हितका निमित्त विद्यार्थी संगठनमा आबद्धता हुनुपर्छ भनेर त्यसलाई खारेज गर्ने। यो कलुषित मन, यो कलुषित सोचले यो देशको नेतृत्व हुँदैन, न प्रदेशको नेतृत्व हुन्छ, न संघको न प्रदेशको। यति भनेपछि म प्रदेशको समग्र बजेटप्रति मेरो सैद्धान्तिक कुरा नै छ, धेरै म उसमा जाँदिन। म प्रदेश योजना छनौट कार्यविधि यसपालि प्रयत्न गर्नु भएकोमा मेरो धन्यवादै छ। यसलाई कार्यान्वयन गर्न सक्नु भएन पूर्ण रूपमा, तर यसलाई कार्यान्वयन गर्नुहोस्। हरेक प्रदेश निर्वाचन क्षेत्रमा 50 करोड, 60 करोड, 1 अर्ब, 1.5 अर्बको बजेट मन्त्रीज्यूहरू भएको ठाउँमा अलिक बढी पुग्यो होला। यो हाम्रो परम्परागत सोच हो, त्यो सोचमा एकैचोटि ब्रेक लाग्दैन। तपाईँहरूले गर्नुभयो, यो अन्तिम हो भन्ने लाग्यो पनि होला, अलिअलि गर्नुभयो होला, तर फेरि सामान्यतया बजेट जान्छ। तर अहिले बनाएको कार्यविधिको धरातलमा टेकेर हामीलाई व्यवस्थित गर्न सकेको भए योभन्दा अझ राम्रो हुन्थ्यो। यसलाई निरन्तरता दिउँ, यसको प्रतिबद्धता अझ बलियो बनाऊ। म आर्थिक मामिला मन्त्रीज्यूलाई धन्यवादै दिन चाहन्छु। र विशेष गरी मन्त्री व्यक्ति होइन, मेरो यहाँहरूसँग सुझाव छ, यो यहाँहरूलाई पनि, आउँदो नयाँ बन्ने मन्त्रीहरूलाई पनि र भोलि आउने मन्त्रीहरूलाई पनि, यो संस्था हो। तपाईहरू हामी सबैजना आउँछौँ जान्छौँ, तपाईहरू बेलुका गएर हेर्नु होला, तपाईहरू सबैले बनाएको बजेटमा तपाईँलाई अर्को 10 वर्ष पछाडि फर्केर सम्झिने विषय के बनाउनु भयो त्यो चाहिँ पर्सि भनिदिनु होला। मैले यो बनाएँ, 10 वर्ष पछाडि मलाई यो मन्त्रालयले यसकारण सम्झिन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले नोट गरेर भनिदिनु होला। त्यो भयो भने तपाईँहरूको सफल एउटा स्थिति बन्छ भन्ने मेरो अनुरोध हो। भोलि पनि हामीले त्यो गर्न जरुरी छ। यद्यपि हामीले यो अहिले जति बजेट विनियोजन गरेका छौँ, यो विनियोजन विधेयकलाई अझ सरल बनाऊ, कार्यान्वयनमा तदारुकता लैजाऊ। हामीले सक्ने जति सक्छौँ कार्यान्वयन गर्नको निमित्त यो मङ्सिर भित्रमा हाम्रा सकेसम्म खरिद सम्झौताहरू अधिकांश सम्पन्न गर्ने प्रयत्न गरौँ। गधाले जस्तो काम गरौँ, तर गधालाई जस्तो काम गर्नेलाई अपमान गर्ने वातावरण बनाउन नदिउँ। श्रमिकहरूलाई चाहिँ सम्मान गरौँ, हाम्रा कर्मचारी प्रशासनहरूलाई ठिक ढङ्गले परिचालन गरौँ र सम्मान पनि दिउँ। र कम्तीमा पनि हामीले एउटा टाइमभित्र यसलाई सम्पन्न गर्ने गरी प्रयत्न गरौँ। प्रदेश नीति तथा योजना आयोगलाई बलियो बनाऊ, त्यसको संरचनालाई थप गरौँ। त्यसमा बजेट धेरै पुगे जस्तो मलाई लाग्दैन, अझै पनि अधिकार पनि। यो कुरालाई हामीले जोड गरौँ। मैले अस्ति पनि भने स्वास्थ्य तथा सामाजिक मन्त्रालय अन्तर्गतको स्वास्थ्य क्षेत्रलाई हामीले बलियो नै बनाऊ। रेभोल्युसनरी तरिकाले सोचौँ, र्याडिकल तरिकाले सोचौँ, कन्टिन्युअस तरिकाले सोचेर नयाँपन आउँदैन। यसमा अहिले पनि बजेटले ठाउँ ठाउँमा पुगेका ठाउँहरूमा, खास खास केन्द्रहरूमा स्रोत अनुसार बजेट विनियोजन गर्ने प्रयत्न गर्नु भएको छ। तर यसलाई अझ नयाँ ढङ्गले सोचौँ, यसमा जे सकिन्छ यसलाई पनि अझ नयाँ ढङ्गले सोचौँ भन्ने नै छ। भौतिक पूर्वाधार विकास क्षेत्रमा मन्त्रालयको सन्दर्भमा केही हाम्रो लोकमार्गकोलाई अलिकति सुदृढ गर्ने भन्ने कुरामा प्रतिबद्धतामा काम गर्नु भएको छ र त्यसलाई म धन्यवादै दिन चाहन्छु। खानेपानी मन्त्रालयले सुरुमा मागेको बजेट मध्ये सुरुमा मागेको थियो 4-4वटै पर्छ होला जस्तो लागेको थियो पहिला डिपिआर गरेको। एक दुईटा हालिदिनु भयो। मेरो गुनासो यति हो कि सिन्धुपाल्चोक अन्यत्र त बराबर परेकै होला भन्ने मान्छु, तर सिन्धुपाल्चोकको ओल्लो भेग र पल्लो भेग मध्ये त्यहाँ फेरि विभेद देखियो। त्यसो नगरेको भए हुन्थ्यो भन्ने मेरो मन्त्रीज्यूलाई अनुरोध छ। अरू सबै मध्ये मैले यो संस्कृति पर्यटन मन्त्रालय अन्तर्गतको संस्कृति मन्त्रालय भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो है। यो नबिर्सिदिनुहोस्। सरकारले संस्कृति बोल्यो भएन भने समाज बोल्यो हुँदैन, समाज बोल्यो भएन भने सोच बोल्यो हुँदैन, सोच बोल्यो भयो भने आत्मसम्मान हुँदैन। आज तपाईँ के अरे तामाङ मन्त्री हुनुहुन्छ, कम्तीमा यो भाषा यसको व्यवस्थापनको बजेट अलि छुट्टिनु पर्थ्यो।